आशा थियो भाइसँग भेटौँला कुनै ठाउँमा भन्ने आशा थियो। अहिले भयो 2-3 दिन भयो अब यस्तै सुन्निया छ। मोबाइल हेर्न सकेको छैन। उसको सबै देखिन्छ, बोलेको सुनिन्छ। एकरो मात्र सुनियो, दोहोरो हुँदैन भाइसँग। यो हामी जन्मेको घर बनाउँछु, एउटा घर त बनाउने हो दिदी, मैले बनाउँछु भनेको थियो भाइले। भनेकै हो भाइले, त्यसो भनेको दाइहरूले पनि बनाउने हो एउटा सानो घर। नआए पनि हामी जन्मेको घर बनाउँछ बहिनी, यसो फानफुन गरिदिनु भनेर यति गराइदिएको कि मैले। त्यही हो। यता छ, यता छ, अलि माथि छ, अनि यो गाउँ माथि छ। थियो भाइको घर, छामाहरूको घर यहीँ थियो। तपाईहरुको तलतिर? हजुर, हाम्रो तलतिर छामाको घर यहाँ। अब आँगन एउटै भने जस्तो अब एउटै थियो। भाइ जन्मेकै यहीँ हो, बहिनी दाइहरू सबै जन्मेको यहीँ हो। अनि पछि जानुभयो। यहाँ 2 तले घर थियो, यस्तै हाम्रो जस्तै ठुलो घर थियो। उहाँहरूले छोडेपछि घर पनि भत्कियो। अनि पोहोर चाहिँ एक फोहोर थियो, अहिले चाहिँ मैले यति सफा गराइदिएको। एकै गराउने कुरा थियो, उहाँहरूको जग्गा थियो। भाइले बेचिसक्नु भएन, एउटा केही बेच्नु भएन, सबै छ। निर्मल दाइको घर हो, निम्स दाइको घर हो भन्छन्। अनि हो भनिदिन्छु, के भन्ने त अब हो भन्नै पर्यो। यही बिहान राखेको भएर होला सोध्ने। अनि धेरैले सोध्छन् भाइलाई, सबैलाई चिनेको रहेछ सोध्छन्। हजुर, जिद्दी थियो, उसले भनेको कुरा हुनै पर्थ्यो। उसले मुखबाट बोल्यो भने उसलाई त्यो कुरा पुरा हुनै पर्ने। यसो नगर्ने बाबु, यसो भनेको मान्ने थिएन। उसले पुरा गरेरै छोड्ने। यता पहाडतिर जानु पर्यो भने नजा बाबु लोटिन्छ भने गएरै छोड्ने, उकालो चढेरै छोड्ने, त्यस्तो थियो। अनि उसले गङ्गाटाहरू खोज्थ्यो सानोमा, गङ्गाटाहरू खोज्ने। त्यो के भन्छ एउटा किरा हुन्छ माउरी जस्तो, त्यस्तो खोज्ने। झिमरी। यसलाई खोज्ने होइन बाबु, टोक्छ भने मुख त्यो उसको के भन्छ त्यो पोलाहरू हुन्छ नि, त्यो देख्यो भने मुक्कीले हान्न जाने। अनि टोक्छ नि, टोके पनि चुप्प लाएर बस्ने, यसको टोकाइ खानुपर्छ भन्ने मान्छे सानो थियो। ऊ चाहिँ ढिप्पी खालको थियो। उसले भनेको कुरा पुरा गर्नै पर्थ्यो। कसैले सम्झाएर यस्तो ऊ त भनेर चुप्लाएर बस्ने खालको थिएन। उसले निर्णय गर्यो भने छोडिहाल्ने, त्यो पुरा गरेरै छोड्ने खालको थियो। अब सानोमा स्कुल जाँदा बोकेर लैन्थ्यो, लिएर आइन्थ्यो। धेरै त पढेनन् उनीहरूले यहाँ, त्यस्तै 2-3 वर्षको हाराहारी होला। 2-3 वर्षभन्दा 3-4 वर्ष नै पुग्यो होला। भाइ चाहिँ बहिनी अलि सानी थिइन्, भाइ चाहिँ त्यसो गरी जाने। अनि 2 तला बोक्नु नसक्ने, 2 तला बोक्नुपर्छ भन्ने कि बहिनीलाई नै हिँडाल कि मलाई नै बोक्नुपर्छ भन्ने, त्यस्तो जिद्दी थियो भाइ। जिद्दी लिने अनि फकाउने, त्यसरी हिँड्ने। धेरै त पढेन नि, 1-2 वर्ष यसो हिँडे मात्रै हो।